अब हामी आजको भिडियो यो एनएन पार्कबाट सुरु भएको छ। देख्न सकिन्छ यो मेलबर्न शहरलाई पानी प्युरिफाई गरेर वितरण कार्यक्रम यहाँबाट सुरु भएको छ। अब हामी यसैमा रहेर निकै रोचक भिडियो बनाउनेछौँ। भिडियो बनाउनमा साथ दिनुहुने मेरो आदरणीय भान्जा विकेश पुरी लगायत यहाँ पनि देख्न सकिन्छ। यहाँ पनि आन्दोलन हुँदो रहेछ। यहाँ पनि यो मजदुर आन्दोलनको कारणले गेट बन्द छ। यो गेटहरू यहाँ बन्द छ। आज यो निकै दिनदेखिको बन्द छ। यहाँ पनि मजदुर आन्दोलन सुरु रहेछ। यो रिजर्भ ट्याङ्की हो, त ठुलो रिजर्भ ट्याङ्की हो पानीको। देख्न सकिन्छ वहाँ ठुलो रिजर्भ ट्याङ्की छ, विशाल छ, जसको क्यापेसिटी धेरै ठुलो छ। त्यहाँबाट यो पानी प्युरिफाई गर्ने प्लान्ट हो। यहीँबाट मेलबर्न सहरलाई पानी वितरण कार्यक्रम हुँदो रहेछ। पनि एउटा लुकआउट एरिया रहेछ। हर पार्कमा यसरी पार्किङको व्यवस्था र यसरी बसेर खाने ठाउँहरू ठाउँमा हुँदो रहेछ। एउटा पार्कमा यसरी बसेर खाने ठाउँहरू जताततै बनेका हुँदो रहेछन्। र यो अचम्मको दृश्य के भने पार्कमा यस्तो किसिमको यो आफूले ल्याएको चिजबिजलाई तताएर खान मिल्ने हिटरहरू यति सफा अवस्थामा हुँदो रहेछन्, जसले बनाइन्छ, खाइन्छ र सफा पनि आफैले गरेर हिँड्ने यस्तो किसिमको एउटा सिस्टम रहेछ। पकाउने, यहीँ पकाउने, तताउने, खाने र बसेर खाने, हिँड्ने। ल हेर्नुहोस् यो पार्कमा यस्तो किसिमको ठाउँ। ठाउँमा यो तताउने ठाउँहरू पनि रहेछ। यो स्टक यो तार रहेछ, यहाँबाट पानी उता तानेर सप्लाई हुँदो रहेछ। यो तालबाट पानीलाई फिल्टर गरेर विभिन्न प्रक्रिया र प्रविधिबाट पानी सप्लाई हुँदो रहेछ। धेरै ठुलो छ, विशाल छ। भित्र पनि यो मेलबर्नको वाटर सप्लाई गर्ने एउटा ठुलो तार रहेछ। एउटा नदीबाट पानीलाई कलेक्सन गरेर राखिएको रहेछ। यो सबै यहाँ विभिन्न किसिमका हाँसहरू खेलिरहेका छन्, माछाहरू छन्। तर यो पानीलाई लिएर यसलाई प्युरिफाई गरेर वितरण कार्यक्रम हुँदो रहेछ। दौडिरहेका छन्। ताल धेरै ठुलो छ ताल। हामीहरू अगाडि बढिरहेको छौँ। मौसम चिसो छ, निकै नै चिसो छ। मेलबर्नको मौसम निकै नै चिसो छ। बादल माथि पानी पर्ला जस्तो पनि भइरहेको छ। मौसम
धेरै जाडो, त्यही माथि पनि सिरेठो हावा चलेको छ। हामी यताबाट आइयो, यो तल पार्क हो, यो ठुलो विशाल पार्क रहेछ। यो पार्कमा सबै किसिमको सुविधा सम्पन्न पार्क। आज हामी हेलो 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 मेरो भान्जा बहिनी भान्जी र लक्ष्मी हाम्रो भाइ। अब हामी यस पार्कको टप साइडमा आइसकेका छौँ, जहाँ यो खाना पकाउने, बस्ने तथा रमाइलो दृश्य देखिरहेको छ। एउटा कुरो त दर्शकवृन्द के छ भने, यो सिस्टमले गर्दाखेरि एउटा नियमको परिधिभित्र सबैलाई बाँधिएको हुँदाखेरि यहाँ कुनै पनि चिज कसैले केही चलाइँदो रहेनछ। यहाँ बहुमूल्य किम्मती चिजहरू पनि त्यसै ओपन अवस्थामा छ। यहाँ कसैले कसैको चिज अथवा यस्ता चिजहरू, सार्वजनिक सम्पत्तिहरू चलाइँदो रहेनछ। अब यी चिजहरू यहाँ न कुनै सिसी क्यामेरा छ, न कुनै चौकीदार छ। यहाँ खाली छ त यहाँ के छ भने आफ्नो इमान। यहाँ बस्ने सबैले यो चिज सबैको सम्पत्ति हो है भन्ने हाम्रो धारणा, एउटा सामूहिक धारणा रहेछ। यहाँ कसैले कसैको वस्तु पनि नछुने र सबैले सबैलाई रेस्पेक्ट गर्ने अजिबको एउटा नियम रहेछ। यो मेलबर्न सिटीलाई सप्लाई गरेको यो एउटा मूल फुटेको एउटा ताल रहेछ, जहाँ मूलको पानी यहाँ आइरहँदो रहेछ र यो पानीबाट मेलबर्न सहरलाई प्युरिफाई गरेर सप्लाई हुँदो रहेछ, जुन कुरो अघि मैले यहाँहरूलाई देखाइसकेको छु। भान्जी के छ यो हजुरको यहाँ मेलबर्न सहरमा बस्नुभएको नै 7-8 वर्षै भइसक्यो। यसको मेन यो पार्कमा त हजुर वर्षै नै आउनुभएको छ। र यो पार्कको मेन विशेषता के छ भान्जी? यो चाहिँ यानन रिजर्भर हो। यो चाहिँ खानेपानीको ड्याम। अनि यहाँ चाहिँ सबै अब यहाँ हेर्दाखेरि मजा आउँछ, आनन्दले त्यो पानीको ताल हेरेर बस्नलाई एकदमै राम्रो फिल हुन्छ। अनि यो ठ्याक्क डाँडामा छ, अनि पानी चाहिँ तल छ ड्याम चाहिँ, अनि त्यो भ्यू हेर्न। अनि यहाँनिर अब पार्क पनि बनाएको छ, त्यो बारबिक्यूहरू गर्न बच्चाहरूको लागि पार्क पनि छ तल। अनि त्यही हेर्नलाई रमाइलो हुन्छ मामा। धेरै धेरै धन्यवाद। हामीले यहाँ स्पष्ट देख्न सक्छौँ यो जुन मेलबर्न सहरलाई पानी वितरण गर्ने ड्याम छ एउटा, यो ड्याम आफैमा तपाईँको चाहिँ उत्पत्ति भएको पानी जुन मूलबाट आएको पानी हो। यो पानीमा तपाईँको चाहिँ धेरै किसिमका पशुपन्छीहरू तपाईँको र यहाँ एउटा पार्क, रमणीय पार्क रहेछ। यो पार्कमा देख्न सकिन्छ बस्ने ठाउँ बसिराखेको छ र बारबिक्यू गर्ने ठाउँ, जहाँ तपाईँको चाहिँ बारबिक्यू गर्ने र आफ्नो खानालाई तयार गरेर तताउने खाने र विभिन्न किसिमको जनावरहरू, यहाँ कङ्गारुहरू लगाएर खरायोहरू, विभिन्न किसिमको जनावरहरू पनि यहाँ आउँदो रहेछन्। र यहाँ सबै किसिमको बस्न मिल्ने ठाउँ, रमाइलो हराभरा मौसम पनि तपाईँको चाहिँ चिसो। यो पार्कको आनन्द कस्तो छ भन्जाश्री? एकदम रमाइलो मामा। म त यहाँ दिनभरि बसे नि आनन्द आउँछ। टक्क चराचुरुङ्गीको आवाज, पानीको चिसो हावा, कति आनन्दको ठाउँ छ। शान्त ठाउँ, केही नोइज पनि छैन, आनन्द है। देख्दैमा राम्रो ठाउँ है। अब हामी बिस्तारै यो पार्कबाट निस्किँदैछौँ। अब हामी आजको यो यात्रालाई यहीँ विश्राम दिँदैछौँ। यो पानी सप्लाई गर्ने प्लान्ट हो।
यो रिजर्भ ट्याङ्क भयो। यसको क्यापेसिटी त धेरै होला। अब आजको हाम्रो यात्रा घरतर्फको रहनेछ। अब हामी यस पार्कलाई पनि हामी बाई बाई भन्दछौँ। बाई बाई एनएन पार्क। अब हामी हाम्रो यात्रा कताको रहनेछ? अब हामी ब्याक टु होम प्याकिङ स्याकिङ गर्नु छ। आज तपाईँहरूको यात्रा फेरि सिडनीतिर छ, त्यही भएर अब घर धेरै धेरै खाना धन्यवाद। खाने, त्यसपछि एकदिन रेस्ट गरेर एयरपोर्ट। हामी आज हाम्रो मेलबर्नको बसाइ अब यो छुट्याउँदै आज हामी सिडनीतर्फ जाँदैछौँ। सिडनीतर्फ गइसकेपछि म यहाँहरूलाई पक्कै पनि त्यहाँका रोचक तथा रमणीय ठाउँहरूको